हेलो गाइज वेलकम टु आवर भ्लग। हामी चाहिँ आज नेपालको राष्ट्रिय फुल गुराँस लाली गुराँस रोडोडेन्ड्रन टिप्नलाई जाँदैछौँ। लेट्स सी। हिजो हामी गाडीमा आउँदाखेरि चाहिँ एकजनाले त्यो वनमा एकदम राक्ते भइरहेको फुल भनेर त्यही सूचना अनुसार हामी जान लाग्यौँ। त्यहाँ फुल फुलेको रहेनछ भने कारबाही त्यो मान्छेको कुरा पत्ता हुँदैन। त्यो आन्टीको छोरीलाई फेल गराइदिने मम्मी सुन्नु है। फुल फुलेर रहन्छ भने बिहा गरेर के हो त नि फर्केर त उसले बरु यतिका लागि आइसो त्यति हो। यही आइस बोलम न बोलम त्यति हो। अनि हेर्न सक्नुहुन्छ अनुहारमा त लाएर खेलिएन, ढाडतिर त लाएर खेलिथ्यो। मतदान गर्दा झोला पार्टीलाई जिताउनु होला। दूरबीन हो हाम्रो मतपत्रमा चाहिँ के छ भन्दा हामीले यो दोर्दीको चप्पा चप्पा गल्ली गल्लीको बाटो हामी पिच गर्नेछौँ। बेरोजगारहरू सबैलाई रोजगार भएकोलाई त महिनामा 1 लाख तलब होइन, मासिक 1 लाख तलब। बेरोजगारलाई पनि त्यसमा यतिकै भत्ता हटाइदिने फेरि 10,000 भत्ता। म त काम नै जान्छु। मेरो साथ सपोर्ट दिनेलाई त झन् 50,000। म चाहिँ करुणामिसको सहायक नेता अनि म उहाँको लागि तलब 80,000। मेरो भन्दा 20,000 त कम हुनु पर्यो नि। मेरो त 1 लाख। अनि म सबै तपाईँहरूले मलाई भन्नु, म त्यो म मार्फत करुणामिसले पुऱ्याउँछु। त्यो करुणामिस मार्फत गाउँ टोल विकासले देख्न चाहन्छ। आँखा नदेख्नेलाई धरि मेरो विकास देखाउनको लागि भए पनि सबैभन्दा पहिला करुणामिसले मेरो आँखा ठुलो बनाउनुहुन्छ। हो, यसको आँखा पनि यसले नि विकास ठुलो छ भने सानो देख्छ। हेर्नुस् यसको आँखा। देख्न सक्नुहुन्छ यही मेरो विकास सबैले देखुन् भनेर म संयुक्त रोहितलाई आफ्नो पक्षमा राखेर उहाँलाई यो गाउँठाउँको दृष्टिविहीन मान्छेहरूको बोल्न सिकाउनु पर्छ। मैले मेरो तलब 1,20,000 अनि त्यसै गरी धेरै त हिँड्न सक्दिनँ नि त म त फेरि। यतिको बाटो छ, त्यहाँबाट यस्तो ठाडो। बो यो ठाउँमा गुराँस थियो तर हामीले बाटोको छेउमा रहेछ भनेर टिपेनौँ। यो चाहिँ हामीले अलिक माथितिर पाखामा गएर टिपेको। एकदम रमाइलो भएको थियो। हामी त लालीगुराँस टिप्न आएको थियो होइन। लालीगुराँस टिप्यो हामीले लालीगुराँस टिप्यो होइन। अब हामी तल गएर नि अब लेट्स हेरौँ, तल गएर नि एकसालाई पबिलाई गङ्गालाई खासै राम्रो छैन। लिनु न झर्नेवालाको चाहिँ फाल्ने देख्न सक्नुहुन्छ यति धेरै छ। यो धेरै खासै राम्रो छैन, त्यही पनि राम्रो छ। यसरी लामो फुलको ढुङ्गाले के थाहा, किनकि अहिले लिन सजिलो हुन्छ कि है। हावाले पुरै डिस्टर्ब गर्यो। रेडी जुम गरेर जान्न भए जाम। गुराँस चाहिँ हामीले टिपेर आयौँ। यता छन् टोलीहरू, पछाडि पनि छन् टोलीहरू, खाँदै लिँदै टिप्दै हिँड्दै रमाइलो भयो चाहिँ होस् एउटा मेमोरी। हेलो गाइस, आज हामी लाली गुराँस टिपेर आएको। इस लाली गुराँस चाहिँ 3टा लाली गुराँस टिप्न चाहिँ मेरा विद्यार्थीहरूले टिपे। हामीले टिपेको सजाएर हिँड्न पाएको छौँ। त्यसको लागि मेरा रुखमा चढेर यी गुराँस टिप्ने मेरा बहिनीहरूलाई भाइहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँहरूको कारणले मैले हातमा यो गुराँस लिएर हिँड्न सम्भव भएको छ। यसको लागि यहाँहरूलाई म हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। देख्न सक्नुहुन्छ हामीले कति राम्रो राम्रो गुराँसहरू टिपेर आएका छौँ, तर वन विनाश गर्ने तरिकाले गुराँस टिप्न चाहिँ हुँदैन।